आज आमाको मुख हेर्ने दिन। यस दिनमा एकजना प्रहरीले सबैको मन जित्नु भएको छ। हो दर्शकवृन्द, यो भिडियो नवलपरासीको पहाडी क्षेत्रको बाटोको हो, जहाँ कैयौं आमाहरू एउटा गाडीमा यात्रा गरिरहनु भएको थियो। त्यस यात्रुवाहक गाडीलाई प्रहरीले रोक्नुहुन्छ र सम्पूर्ण यात्रुहरूलाई अगाडि आउन अनुरोध गर्नुहुन्छ। आज आमाको मुख हेर्ने दिन, सबैलाई शुभकामना छ भनेर शुभकामना पनि दिनुहुन्छ। उहाँ प्रहरी यस क्षेत्रमा भर्खरै मात्र कार्यरत हुनुहुन्थ्यो। त्यस क्षेत्रको बाटो अत्यन्तै कष्टकर रहेको थियो, जोखिम पनि रहेको थियो। त्यस बाटोमा कैयौं आमा र यात्रुहरू यात्रा गर्दै गर्दा त्यस बाटोको जोखिमको बारेमा पक्कै जानकारी गराउनु पर्छ भनेर उहाँलाई सचेतनामूलक जानकारी पनि दिनुभएको थियो। बाटोमा गुरुहरूले फोन गर्दै हिँड्नुभयो, त्यो कुरामा हजुरले भन्नु पर्यो क्या, फोन नगर्नुहोस्, हजुरले भन्नु पर्यो। हजुरको दायित्व हो, त्यो सबै ट्राफिक पहिले देखाउँछ र देख्दैन नि त। मैले बाटोमा देखेको गल्ती मैले भने क्या। देश र जनताको लागि आफ्नो घर छोडेर उहाँ नेपाल प्रहरीमा कार्यरत रही देश र जनताको सुरक्षाको लागि खटिरहनु भएको छ। त्यसैबीचमा कैयौं यात्रु आमाहरूलाई शुभकामना सहित यात्रा गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ, कसरी यात्रा सहज हुन सक्छ र हामी कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुराको जानकारी दिइरहँदाखेरि आफ्नो छोरा जसरी नै सम्झाएर हाम्रो यात्रालाई यति राम्रो बनाइदिनु भयो, सुशिक्षित गराइदिनु भयो भनेर धेरै आमाहरू मलिन हुनुभएको थियो। साँच्चै यो दृश्यले सबैको मन जितेको छ। नेपाल प्रहरी भनेको यस्तो पो हुनुपर्छ भनेर एउटा सन्देश पनि प्रवाह भएको छ। नेपाल प्रहरी भन्ने बित्तिकै नाक खुम्चाउने समेत अवस्था सिर्जना भएको अवस्थामा उहाँले सबैको मन जित्नु भएको थियो। आफ्नो घरको आमालाई शुभकामना दिन नपाए पनि नेपाल आमाको सच्चा सपूत भएर कैयौं आमाहरूलाई सूचना दिँदै आउनुभएको यो प्रेरणादायी भिडियोले सबैको मन जितेको छ। त्यस बाटोमा यात्रा गर्दा कैयौं सवारी चालकहरूले सिट बेल्ट नलगाउने, फोनमा कुरा गर्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्तो समस्या देखा परेको हुँदा उक्त समस्याबाट वञ्चित हुनको लागि ट्राफिक नियमको पालना गर्नुपर्छ भनेर हार्दिकताको साथमा अनुरोध पनि गर्नुभएको थियो। त्यही एक दुईटा कुराहरू हजुरले जानकारी गराउन लाग्यो हो हैन? हजुर, त्यही नै। 2 मिनेट लाग्यो। ल, धन्यवाद है। हस्, धन्यवाद। यो भिडियो हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन भने नभुल्नुहोला। मगर गुरुङ कम्युनिटी, डिटिएम खबर र डिटिएम मिडियामा यी र यस्तै भिडियोहरू हामी प्रत्येक दिन ल्याइरहेका हुन्छौँ। तसर्थ हामीसँग जोडिनको लागि सब्स्क्राइब गर्नुहोला, फलो गर्नुहोला, लाइक गर्नुहोला।